समाज कसरी विकसित हुन्छ? यो एउटा यस्तो गहिरो प्रश्न हो जसले हामीलाई मानव इतिहासको पाना पल्टाउन बाध्य बनाउँछ। आज हामी ठ्याक्कै यही विकासको एउटा रहस्य खोल्ने प्रयास गर्दैछौं, जनसाङ्ख्यिकीय संक्रमणको यात्रा मार्फत। र यो यस्तो प्रक्रिया हो जुन अचम्मको कुरा एउटा अनुमान गर्न सकिने बाटोमा हिँड्छ। यो एउटा कथा हो जुन आजका धेरै विकसित देशहरूले पहिले नै पार गरिसकेका छन्। ल, आजको हाम्रो यात्राको बाटो कस्तो छ त? हामी सुरुमा जनसङ्ख्याको एउटा पहेली बुझ्नेछौं, त्यसपछि 5 चरणको यात्रामा निस्कनेछौं, यो यात्राको नक्सा हेर्नेछौं, यसका नक्साकारहरूलाई चिन्नेछौं र अन्त्यमा के यो बाटो सबैका लागि एउटै हो त भनेर पनि विचार गर्नेछौं। ल, सुरु गरौँ पहिलो खण्डबाट। यो पहेली सुल्झाउन मद्दत गर्ने चाबी के हो त? हेरौं। यो सिद्धान्तको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसले कुनै पनि देशको आर्थिक विकासलाई सिधै त्यहाँको जनसङ्ख्याको बनोटसँग जोड्छ। मतलब, जब देश कृषिबाट उद्योगतिर जान्छ तब जन्म र मृत्युदरमा पनि ठूलो परिवर्तन आउँछ। अब लागौं यो सिद्धान्तको सबैभन्दा रोचक भागतिर, त्यो 5 चरणको यात्रा जुन लगभग हरेक विकसित राष्ट्रले पार गरेको छ। यो यात्रा सुरु हुन्छ एउटा यस्तो समाजबाट जो पूर्ण रूपमा कृषिमा निर्भर छ, पूर्व औद्योगिक। यहाँ जनसङ्ख्या लगभग स्थिर देखिन्छ, तर त्यो स्थिरता भनौँ न एकदमै कमजोर धरातलमा टिकेको हुन्छ। यो चरणमा हेर्नुस् त, जन्मदर पनि एकदमै उच्च छ र मृत्युदर पनि उस्तै उच्च। यसले के गर्छ भने जति जन्मन्छन् लगभग त्यति नै सङ्ख्यामा मृत्यु पनि हुन्छ। त्यसैले जनसङ्ख्या वृद्धि कि त हुँदैन कि त एकदमै सुस्त गतिमा हुन्छ। अब प्रश्न उठ्छ, यस्तो किन हुन्छ त? कारणहरू स्पष्ट छन्। चाँडै व्यय गर्ने चलन, धेरै बच्चालाई आर्थिक सम्पत्ति मान्ने सोच, अनि अर्कोतिर कमजोर खाना, सरसफाइ र स्वास्थ्य सुविधाको अभाव। बारम्बार हुने महामारी र युद्धले त झन अवस्थालाई नाजुक बनाइदिन्छ। यी सबै कुरा मिलेर जनसङ्ख्यालाई एउटा सन्तुलनमा, तर एकदमै नाजुक सन्तुलनमा राख्छन्। अनि त्यसपछि एउटा ठूलो परिवर्तन आउँछ। यो संक्रमणको सुरुवात हो। त्यो परिवर्तन हो मृत्युदरमा नाटकीय गिरावट। तर यहाँनिर हेर्नुहोस्, जन्मदर चाहिँ अझै पनि पहिले जस्तै उच्च छ, तर मृत्युदर चाहिँ तीव्र गतिमा घटिरहेको छ। अब सोच्नुस् त, जन्म धेरै हुने तर मृत्यु कम हुने भएपछि के हुन्छ? हो, जन्म र मृत्युदर बीच एउटा ठूलो खाडल बन्छ र जनसङ्ख्या विस्फोट हुन थाल्छ। अनि मृत्युदर घट्नुको कारण के त? हो, देशको आर्थिक अवस्था सुध्रिन्छ, स्वास्थ्य सेवा र पूर्वाधार राम्रो हुन्छ, सरसफाइमा ध्यान दिन थालिन्छ र खानेकुराको आपूर्ति पनि नियमित हुन्छ। यिनै सुधारहरूले वास्तवमा मृत्युदर घटाएर यो ठूलो परिवर्तनको सुरुवात गर्छन्। अब तेस्रो चरणमा आइपुग्दा समाजले बिस्तारै यो नयाँ अवस्थालाई बुझ्न थाल्छ। मानिसहरूले महसुस गर्छन् कि अब पहिले जस्तो धेरै बच्चाहरूको मृत्यु हुँदैन, त्यसैले धेरै सन्तान जन्माउन आवश्यक छैन। अनि अन्ततः जन्मदर पनि घट्न सुरु हुन्छ। यहाँ के देखिन्छ भने जन्मदर घट्न थाल्छ र मृत्युदर पनि घट्ने क्रममै हुन्छ। जब घट्दो जन्मदरले पहिले नै घटिसकेको मृत्युदरलाई भेटाउन खोज्छ, जनसङ्ख्या बढ्ने जुन गति थियो नि, त्यो निकै सुस्त हुन थाल्छ। अब जन्मदर घट्नुका कारणहरू के हुन् त? मानिसहरू सहर बस्न थाल्छन्, शिक्षाको महत्त्व बुझ्छन्, ठूलो परिवार पाल्नुका कठिनाईबारे चेतना बढ्छ, बिहे गर्ने उमेर पनि पछि सर्दै जान्छ। बिस्तारै पुराना परम्परागत मान्यताहरू पनि परिवर्तन हुन्छन्। यिनै सामाजिक परिवर्तनहरूले जन्मदर घटाउने काम गर्छन्। ल, अब यात्रा लगभग अन्तिमतिर आइपुग्यो। चौथो चरण, जहाँ देश पूर्ण रूपमा विकसित भइसकेको हुन्छ। यो चरणमा जन्मदर पनि एकदमै कम छ र मृत्युदर पनि कम छ। फेरि एकपटक सन्तुलन कायम हुन्छ, तर यो पहिलो चरणको जस्तो नाजुक सन्तुलन होइन। यो उच्च जीवनस्तर सहितको एक स्थिर जनसङ्ख्या हो। तर के यात्रा यही टुङ्गिन्छ त? केही मोडलहरूले एउटा 5औं चरणको पनि कुरा गर्छन्, जहाँ कथाले एउटा नयाँ र सायद अनपेक्षित मोड लिन्छ। यो यस्तो चरण हो जहाँ जन्मदर मृत्युदर भन्दा पनि तल झर्छ। यसको परिणाम देशको कुल जनसङ्ख्या घट्न सुरु हुन्छ। यो कुनै काल्पनिक कुरा होइन, यो आज जापान र युरोपका केही देशहरूले भोगिरहेको यथार्थ हो। ल, अहिलेसम्म हामीले जन 5 चरणको यात्रा गर्यौं। अब त्यसलाई एकै ठाउँमा नक्साको रूपमा हेरौं। यसले पूरै तस्विरलाई अझै स्पष्ट बनाउनेछ।
यो तालिकाले सबै कुरालाई एकदमै सरल रूपमा देखाउँछ। हेर्नुस् त, हरेक चरणमा जन्मदर र मृत्युदर कस्तो हुन्छ र त्यसले जनसङ्ख्या वृद्धिमा कस्तो असर पार्छ। पहिलो चरणको स्थिरताबाट सुरु भएर दोस्रो चरणको विस्फोट, तेस्रोमा सुस्त वृद्धि, चौथोमा फेरि स्थिरता र पाँचौँमा ऋणात्मक वृद्धि। पुरै यात्रा यही तालिकामा छ। पर एउटा प्रश्न, जनसङ्ख्या परिवर्तनको यो नक्सा कसले बनायो त? आउनुहोस् यी नक्साकारहरू वा विचारकहरूबारे केही कुरा गरौँ। यो सिद्धान्त कुनै एक व्यक्तिले एकै रातमा बनाएको होइन। यो त दशकौं लगाएर विकसित भएको हो। 1929मा वारेन थम्पसनले पहिलोपटक देशहरूलाई वर्गीकरण गरे। त्यसपछि कार्ल सान्डर्सले युरोपीय तथ्याङ्कको गहिरो विश्लेषण गरे र 1945मा आएर फ्र्याङ्क नोटेस्टाइनले आधिकारिक रूपमा जनसाङ्ख्यिकीय संक्रमण भन्ने शब्द नै दिए। पछि ब्ल्याकर जस्ता अरू विद्वानहरूले यसमा 5औं चरण पनि थपे। यो एउटा सामूहिक र निरन्तर प्रयास थियो। अब एउटा सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आइपुग्यौं। के यो बाटो सबै देशका लागि एउटै हो त? के यो विश्वव्यापी नियम हो? यो सिद्धान्त जति शक्तिशाली भए पनि यसका केही सीमाहरू छन्। आलोचकहरू भन्छन् यो चरणको क्रम सबै देशमा एकैनास हुँदैन। जन्मदर घट्नुका कारणहरू पनि हरेक संस्कृतिमा फरक हुन सक्छन्। अर्को ठूलो आलोचना के हो भने यो मोडेल खास गरी पश्चिमी देशहरूको अनुभवमा आधारित छ। त्यसैले आजका विकासोन्मुख देशहरूको भविष्य यसले सही अनुमान नगर्न पनि सक्छ। मतलब यो एउटा उपयोगी मोडेल हो, तर ढुङ्गाको अक्षर भने होइन। अन्तमा यो सिद्धान्त एउटा शक्तिशाली मोडल हो, तर यो कुनै भविष्यवाणी होइन। यसले हाम्रो विगत र वर्तमानलाई बुझ्न एउटा गजबको फ्रेमवर्क दिन्छ। यसले देखाउँछ कि कसरी आधुनिकीकरणले मानवताको सबैभन्दा आधारभूत कुरा अर्थात् जन्म र मृत्युलाई पुनराकार दिन्छ। तर अब प्रश्न यो छ कि मानव यात्राको छैटौं चरण कस्तो होला? भविष्यले के लुकाएर राखेको छ?